नक्साल हिटीमा पानीको पुनः प्रवाह सम्पदा संरक्षणको सफल प्रयास। दुई 2079 सालको भदौ महिनामा हामी काठमाडौँ महानगरपालिकाका 32 वडामा अनुगमनको लागि गएका थियौं। सोही क्रममा नक्साल हिटीको पनि अनुगमन गरिएको थियो। अनुगमनका क्रममा स्थानीय बासिन्दाले उक्त हिटीमा करिब 2055 सालदेखि पानीको निकासा नभएको जानकारी दिनुभयो। हामीले उक्त समस्याको जानकारी पाएपछि त्यसको समाधानका लागि सम्पदा तथा पर्यटन विभागलाई आवश्यक पहल गर्न अनुरोध गर्यौं। विभागले अनुगमन गर्दा हिटीको निकासासँग जोडिएको पुरानो मङ्गललाई माटोले पुरिएको अवस्थामा फेला परेको थियो। करिब 4 फिट खन्दा उक्त मङ्गल भेटिएको हो, तर त्यस मङ्गलमा पानीको बहाव देखिएन। सोही क्रममा उक्त मङ्गलसँग जोडिएका 3 वटा घरहरूले पनि हिटीको निकासा अवरुद्ध पारेको पत्ता लाग्यो। ती घरधनीहरूसँग वडा नम्बर 1 मार्फत समन्वय गरिएको थियो। छलफलको क्रममा पुरानो मङ्गल मार्फत पानीको निकासा सम्भव नभएको निष्कर्षमा पुगिएपछि नयाँ मङ्गल निर्माण गर्नुपर्ने सुझाव प्राप्त भयो। त्यस अनुसार ती 3 वटा घरधनीलाई जनै रु 2-2 लाख जरिमाना गराई सो रकमबाट नयाँ मङ्गल निर्माण गरिएको हो। उक्त हिटीको निकास नारायणहिटी संग्रहालय भित्र बग्ने टुकुचा खोलासम्म पुग्ने संरचनामा जोडिएको छ, तर टुकुचासम्मको मार्गभित्र रुखका जरा सहित अवरोधहरूका कारण पनि हिटीको प्रणाली प्रभावित भएको पाइयो। करिब 8 महिनासम्म हिटीको निकास प्रणाली र पानीको स्रोतमा निरन्तर कम आएको थियो। त्यसको परिमाण स्वरूप अहिले सो हिटीमा 2 वटा स्रोतबाट पानी आउन थालेको छ। यस अवधिमा विभिन्न हिटी सम्बन्धी जानकारहरूले पनि स्थलगत अनुगमन गर्नुभएको थियो। हाल उक्त हिटीमा निरन्तर रूपमा पानी प्रवाह भइरहेको छ र सम्पदा विभाग मार्फत यसको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ। यो ढुङ्गेधारा चाहिँ फर्स्टमा यहाँ आएर हेर्दाखेरि चाहिँ यो ढुङ्गेधारा हो कि पोखरी हो भन्ने नै कन्फ्युजन थियो। नक्सालको यो ढुङ्गेधारा अब लगभग बन्यो होइन। अब के हामीले काम गर्यो त अब यसमा पहिला पोखरी जस्तो भइरहेको थियो होइन। यसमा पोखरी नै सबैले पोखरी नै भन्थ्यो। अब यहाँ मान्छे पनि पोखरीमा डुबेर मर्यो होइन, आत्महत्या जस्तै कार्य भयो होइन। निकास यही हो। यहाँ निकास नगरेर हामी अन्ड्योलमा परिरहेको थियौँ। 7 महिना लगाएर अब पहिला तपाईँले पनि दिनु होला, हुँदैन भन्ने थियो यो निकास होइन। 7 महिना लाग्यो, तर काम गर्ने केटाहरू पनि भित्र छिरेर जुन किसिमले गर्थ्यो छिर्रै सकिन्न। के गर्दै आउनु अब मैले अगाडि पढ्नु पर्ने सानो जान्थ्यो त्यो भित्र भिजेको हुन्न के। यो मुहानको बारेमा कुरा गर्ने हो भने पहिला पनि पानी त सायद आइरहेको हो। यो लिकेज भएको पनि देखियो होइन। हामीले अलिकति चाहिँ लिकेज मात्र बनायौँ। अझ यसमा हामी टाढैसम्म जाने हो भने धेरै लिकेज उभर योभन्दा बढी पानी आउँछ होला। अब सुन्नमा आएको हिसाबमा अब टेस्ट गरेर हेर्ने भने गोसाइकुण्डको पानी भन्ने पनि हामीले सुन्नमा आएको होइन। अनि अर्को कुरा पहिला भाटबट्नी हाम्रो छ नि मन्दिरको भाटबट्नी चाहिँ यहाँ स्नान गर्न आउँछन् होइन। त्यसैको पाइला पनि भन्ने कुरा यो देखे सुन्नुमा आएको है किम्वदन्ती। यो ढुङ्गेधारा यति बनाउनलाई मलाई धेरै सहयोग गर्नुहुने मनोज तामाकार, अबिल लगायतका अन्य साथीहरूलाई सर्वप्रथम म धन्यवाद दिन चाहन्छु। हिटीको परम्परागत प्रणाली पुनः सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौँ।